मलाई लेखेर पनि दिनुभएको छ। शिल्पी शिरोमणि हो, तपाईँलाई मैले भनेको मार्गमा तपाईँ लाग्नुहोस्, यो काममा चाहिँ पर नहट्नुहोस् भनेर मलाई नीति शिक्षाहरू सिकाएर चाहिँ नि काठमाडौँ आउनुभयो। आएपछि चाहिँ गुरुको सायद 28 सालतिर कता थियो, नयाँ शिक्षाको कुरा उठेपछि उहाँ नेपालबाट भारतमा चाहिँ निर्वासन हुनुभयो 2-3 वर्षसम्म चाहिँ गुरु आउन सक्नु भएन, नेपालमा आउनु भएन। नेपालको चाहिँ नि त्यो हिन्दू धर्मको कुरा चाहिँ नि हरायो, कता गयो, के गर्यो, अनि उहाँ बिचमै चाहिँ बस्नुभयो। पछि उहाँले कोटीहोमको काम इन्डियामा पनि गर्नुभयो, भारतमा पनि धेरै ठाउँमा कोटीहोम गर्नुभयो। नेपालमा कोटीहोम गर्दै जाँदा एउटा ठाउँ यस्तो चाहिँ नि नेपालमा चाहिँ नि 129औं कोटीहोम गर्ने एउटा यस्तो ठाउँ भेट्नु भएछ उहाँले, जुन ठाउँ अग्लो ठाउँमा छ। अघि त्यहाँ पौराणिक कालमा पनि त्यसलाई चाहिँ नि एउटा भुवनेश्वरी भनेर नाम दिएको रहेछ। त्यहाँ चाहिँ नि धेरै एकदम धार्मिक चाहिँ स्थितिमा जागृत ठाउँ गएर अहिले पनि त्यहाँ भूमिमा त्यस्तो पाइला राख्यो भनेदेखि चाहिँ नि भाइब्रेसन हुन्छ, त्यहाँ त्यस्तो किसिमको ठाउँ छ। त्यो ठाउँमा चाहिँ नि माथिबाट हेरेर वरिपरि त्यहाँको घरहरू हेरेर यो सबै हिन्दूहरूकै होला, यहाँ हिन्दू धर्मको चाहिँ नि केन्द्रबिन्दु बनाउनु उचित यो ठाउँ छ भनेर उहाँले चाहिँ नि हिन्दू धर्मको केन्द्रबिन्दुको लागि त्यो ठाउँ चोइस गरेर त्यहाँ चाहिँ नि 20 रोपनी 4 आना जमिनलाई चाहिँ नि सर्वोच्च उहाँले चाहिँ नि त्यो ठाउँमा हिन्दू धर्मको केन्द्रबिन्दु बनाउनलाई चाहिँ नि 129औं कोटीहोम लगाउनु भएछ। र सर्वोच्चमा मुद्दा पर्दाखेरि पनि मुद्दा चाहिँ नि विजय गरेर त्यहाँ चाहिँ नि त्यस्तो भुवनेश्वरी भुवन त्रय तिनै भुवनको चाहिँ नि भुवनेश्वरीको चाहिँ नि एउटा केन्द्र बनाउँछु भनेर गुरुले चाहिँ नि त्यसमा आफ्नो अध्यक्षतामा, जस्तो 22 सालमा उहाँले चाहिँ नि एउटा बृहत् आध्यात्मिक परिषद गठन गर्नुभयो आफ्नो अध्यक्षतामा। दोस्रो उहाँले चाहिँ नि त्यो भुवनेश्वरीमा एउटा भुवनेश्वरी कोटीहोम स्थलमा आफू अध्यक्ष भएर एउटा समिति गठन गर्नु भएर यसलाई हिन्दू धर्मको केन्द्रबिन्दु बनाऊ भनेर चाहिँ नि लाग्नु भएको थियो। अनि उहाँको चाहिँ नि अब सधैँ चाहिँ नि यो संसारमा चाहिँ नि बसिराख्ने कुरा भएन। पछाडि चाहिँ नि उहाँले 2-3वटा काम मेरा बाँकी छन्, अब यी तपाईँहरूलाई लिएर जान्छु। एउटा मैले अस्ट्रेलियामा पञ्चम धाम बनाउनु थियो, त्यो सायद भनिसक्यो होला, त्यो पनि हेर्नुहोस्। जापानमा कोटीहोम गर्नु छ, यसलाई चाहिँ नि हिन्दू धर्मको केन्द्रबिन्दु बनाउनु छ। यति 3टा गर्न सकिन्छ कि भनेर हामी लागिराखेका छौँ। र यो योगीको चाहिँ नि सानो मन्तव्य चाहिँ नि यहीँ अन्त्य गर्दै यहाँहरू समक्ष म आफ्नो स्वागत भाषणमा सम्पूर्ण योगी नरहरिनाथ बृहत् आध्यात्मिक परिषदको उसमा समारोहमा यहाँहरू सबैलाई स्वागत गरेर म बिदा हुन चाहन्छु।